कता हो केटा हो लखर लखर नयाँ सर्ट छिटिक्क परेर भोट हाल्न नि दाजु, पहिलो पटक हो, जोस त आइहाल्छ नि। जोस त ठिकै छ भाइ, तर भोट हाल्न त आउँछ नि कि गएर मतपत्र बिगार्ने हो? अरे यार भोट हाल्न के गाह्रो छ र, हामीलाई हेप्या हो। मतपत्र लिने, स्वस्तिक दाग झ्याप्पै हान्ने, अनि बाकसमा कोचेर बाहिर आएर फोटो खिचेर टिकटक बनाउने नि, सक्यो त। अरे साथी, त्यही झ्याप्प हान्ने र कोच्नेको चक्करमा कतिपयको भोट रद्दीको टोकरीमा जान्छ। भोट हाल्नु भनेको फोटो खिच्नु मात्र होइन नि, त्यो त आफ्नो भविष्य छान्नु हो। छाप लगाउँदा मतपत्र पट्याउँदा पनि अलिकति मात्रै ध्यान पुगेन भने तिम्रो भोट बदर हुन्छ नि। हो र दाई, हामीले त छाप हान्यौ सक्यो सोचेका थियौँ, कसरी बदर हुन्छ र? हेर, मतपत्रमा छाप लगाउँदा कोठा भन्दा बाहिर जानु हुँदैन नि। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, छाप लगाएपछि मतपत्रलाई तेर्सो होइन ठाडो गरी पट्याउनु पर्छ, ताकि एउटा चिन्हको मसी अर्को चिन्हमा नलत्पतियोस्। मसी लतपतियो भने कर्मचारीले कसलाई भोट हालेको भनेर चिन्दैनन्। हेर केटा हो, भोट हाल्नु अघि यी 5 कुराहरू याद गर, नत्र तिम्रो भोट खोलाको पानी सरह हुन्छ। मतपत्र लिनु अघि मतदान अधिकृतको साइन छ कि छैन हेर्ने। साइन नभएको मतपत्र कागजको टुक्रा सरह हुन्छ। स्वस्तिक छाप नै चाहिन्छ, औँठा छाप र पेनले कोरेर हुँदैन। मसी लतपतिएर 2वटा कोठामा देखियो भने भोट क्यान्सिल हुन्छ। मतपत्र केरमेट भएको च्यातिएको हुनु हुँदैन नि। भोट हालेर गोजीमा हाल्ने, बाहिर फाल्ने गर्नु हुँदैन नि, सिधै मतपेटिका भित्र खसाल्नु पर्दछ। ओहो, झन्डै बर्बाद भएको, अब त ध्यान दिन्छ। हो, भोट हाल्न त जाउँ, तर आफ्नो मत खेर नजाने गरी। सही छाप सही ठाउँमा। जय देश।